हेलो एभ्रिवान, आज चाहिँ म एमाजोनबाट अर्डर गरेको सामान चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। मैले यो 20 केजीको क्याट लिटर मगाएको थिएँ। अन्त जस्तो देखाएको त्यस्तै आएको रहेछ। यो 20 केजीको अन्त खोल्दै जाँदाखेरि चाहिँ एउटा चाहिँ फुटेको रहेछ हो। अन्त त्यतिखेर अलिक तर केही छैन, सबै बोरामै उयो भएको रहेछ। बोरा पनि मजाको आएको रहेछ यो बाहिरपट्टिको। अन्त मैले रिभ्यू हेर्दाखेरि चाहिँ यो ग्रीन कलरको मात्रै देखेको थिएँ। अन्त यहाँनिर रुममा लिएर पुऱ्याउँदा चाहिँ व्हाइट कलरको बोरा देख्दाखेरि चाहिँ बा अर्कै प्रडक्ट पो आयो कि भन्ने जस्तो लागेको थियो, तर होइन रहेछ। अन्त 4टा मजाको उयो आएको रहेछ। एकदमै यो चाहिँ एकदमै राम्रो हुन्छ। क्याट लिटर भनेको चाहिँ अब बिरालोहरूलाई पिसाब र टोइलेटहरू गराउने हो। अन्त सधैँ चाहिँ हामीले माटो युज गर्दै थियो नि त। माटो युज गर्दा चाहिँ के हुन्थ्यो भने डेली चेन्ज गर्नु पर्थ्यो। तर अब यो चाहिँ अब स्मेल पनि अलिक आउँथ्यो त्यो माटो उयो हुँदाखेरि, डेली चेन्ज गर्दा पनि। अन्त यो चाहिँ एकदम राम्रो खालको हुँदो रहेछ, स्मेल पनि राम्रो खालको आउँदो रहेछ। अन्त यसले अब यो सर्टहरू गरेको पनि एकदम अब त्यो त्यहाँ चाहिँ एब्जर्ब गर्दो रहेछ त्यो उयोले चाहिँ। अन्त यो चाहिँ मैले एमाजोनबाट मगाएको। अन्त यो तपाईँहरूले पनि अर्डर गर्न सक्नुहुन्छ। रेन्टमा बस्नेहरूले बिरालो पाल्नु भएको छ भने। अन्त यो चाहिँ मैले एकदमै कम्ती प्राइसमा पाएको हो। अफर लागिरहेको थियो। 2145 कस्तो थियो होला रियल प्राइस चाहिँ, तर अफरमा चाहिँ मैले यो 900 कुनै कतिमा लिएको हो। 999हरू पर्यो होला सायद, त्यस्तो मात्रै परेको। तपाईँहरूले पनि गएर एमाजोनमा गएर पेट प्याटर्न सर्च गरेर अर्डर गर्न सक्नुहुन्छ।